हेलो एभ्रिवान, हिमालयन इन्जिनियर युट्युब च्यानलमा चाहिँ तपाईहरुलाई स्वागत छ। आज चाहिँ म रबिन गुरागाई तपाईहरुको अगाडि उपस्थित छु हैन। मैले चाहिँ पहिलो पटक युट्युब च्यानल सुरु गर्न आँटेको हो र यो युट्युब च्यानल सुरु गर्दाखेरि कन्टेन्ट क्रिएसन चाहिँ एकदम महत्त्वपूर्ण हुँदो रहेछ। अब विभिन्न खालको कन्टेन्टहरु चाहिँ हामीले आफ्नो च्यानलमा हाल्नुपर्ने हुँदो रहेछ। अब म त एकदम सिकारू छु, इनिशियल फेजमा छु हैन। मलाई एकदम युट्युब च्यानल चलाउन सुरु गर्न चाहिँ मन लागेको थियो। यति धेरै मन लागेको थियो, तर म के कन्टेन्ट क्रिएट गर्ने भन्ने कुरामा चाहिँ टोटल्ली अनअवेयर थिएँ क्या। भनेको देयर आर मेनी थिङ्स हैन, तर कहाँबाट सुरु गरौँ, कुनबाट सुरु गरौँ हैन, कुन सेक्टरमा चाहिँ सुरु गरौँ भन्ने खालको एक खालको लागेको थियो। अनि आज मसँग चाहिँ खासै त्यो केही स्पेशल खालको कन्टेन्ट चाहिँ छैन। आजको यो भिडियोमा चाहिँ मैले किन युट्युब च्यानल सुरु गरेँ र भन्ने कुरा अलिकति डिस्कस गर्न पनि मन लाग्यो तपाईहरुको अगाडि। एक्चुअली अब धेरै अरूको भिडियोहरु पनि हेरियो हैन, युट्युबमा सो मच भिडियोहरु हेरियो हामीले। यति धेरै भिडियो हेरियो कि अब चाहिँ मलाई पनि म पनि बनाउनु पर्यो भन्ने खालको एक खालको भित्रबाट लाग्यो क्या मलाई। कति अरूको मात्रै हेर्ने भन्ने टाइप हैन, आफ्नो पनि अरूलाई देखाउन क्रिएटिभिटी हुन्छ कि हैन, स्किल्स हुन्छ कि अब एक्सपिरियन्सेस सेयरिङ देखि लिएर हैन के चाहिँ हुन्छ, अब के चाहिँ बनाउन सकिन्छ भन्ने हिसाबले अनि अगाडि बढ्न मन लागेको। तर आज मलाई फर्स्ट टाइम म टोटल्ली अनअवेयर छु क्या, म के गर्ने भनेर है। अनि तर मलाई भिडियो चाहिँ बनाउनु थियो, मलाई युट्युब च्यानल खोल्नु थियो, मलाई चाहिँ अघि बढ्नु थियो हैन। तर आई डोन्ट नो के कन्टेन्ट बनाउने भनेर चाहिँ। सो जेसुकै होस्, म केही न केही भिडियो चाहिँ बनाउँछु भनेर आज यहाँ अगाडि आएको। अनि देयर आर सो मेनी थिङ्स हैन। अब युट्युब च्यानल अहिले भने त हाम्रो पुरै डिजिटल टेक्नोलोजीको टाइम छ। अनि युट्युब च्यानलले यसमा एउटा ग्रेट रोल पनि खेलिरहेछ। अब यसले चाहिँ हाम्रो अब स्किल्स पनि डेभलप गर्छ क्या। लाइक हामीले भिडियोहरु हाल्दा ओर्दाखेरि अब यो के सिक्नु पर्दो रहेछ नि त। अब एडिटिङ गर्नदेखि लिएर हैन, अब कम्युनिकेसन गर्न अनि पब्लिक स्पिकिङमा पनि यस्तै हेल्पहरु गर्ने यस्तो विभिन्न खालको त अब स्किल्स त्यसले डेभलप गर्न हेल्प गर्दो रहेछ, जुन चाहिँ हाम्रो फेरि रियल लाइफमा पनि युज हुन्छ क्या। अनि यस्तै अब अरु भनेको आफ्नो पर्सनल ब्रान्डिङहरुमा पनि हुन्छ हैन। अब आफ्नो चाहिँ प्रेजेन्स अब मासमा कस्तो छ त, कस्तो हुन्छ त हेरौँ न भन्ने पनि लागेको। अनि त्यस्तै हो। अब भर्खर सुरुवात छ च्यानल, कसरी अगाडि बढ्छ, कसरी अगाडि बढाउँछु त्यो पनि हेर्दै गर्नु होला तपाईहरुले। र आज बिहानै उठे, लगभग 4:51-52 त्यस्तै भएको थियो। अनि उठेर फ्रेस भएर पानी सानी पिएँ ओरे। अनि आज चाहिँ मलाई भिडियो बनाउनै पर्ने छ भनेर यसो मेडिटेसनहरु गरे ओरे। अनि रेडी भएर अलिकति वक गर्दै बाहिर आएँ। यहाँ खाली चौर छ यहाँनिर चाहिँ, एकदम रिफ्रेस खालको मोमेन्ट फिल हुन्छ क्या मलाई यहाँ आउँदाखेरि चाहिँ। एकदम शान्त खालको वरिपरि खुल्ला छ चौरी। अनि यहाँ आएर चाहिँ अब केही न केही भिडियो त बनाउनु छ, तर के बनाऊ भन्ने चाहिँ लागेर अनि बसिरहेको थिएँ। अनि मैले मेरो च्यानलको नाम चाहिँ हिमालयन इन्जिनियर राखेको छु, त्यसलाई माया गरिदिनु होला। अब मलाई चाहिँ कस्तो भने फेरि आफ्नो पहिचानमा पनि आफ्नो देशको पहिचान चाहिँ झल्कियोस् भन्ने फिल हुन्छ क्या। त्यो अहिलेबाट हैन, पहिल्यैबाट मलाई त्यस्तै खालको फिल हुन्थ्यो है। अनि हिमालयन चाहिँ मैले मेरो
कन्ट्रीलाई रिफ्लेक्ट गरोस् न हैन, डिनोट गरोस् भनेर हिमालयन राखेको। अनि इन्जिनियर भनेको चाहिँ मैले रिसेन्टली हैन आई हेभ कम्प्लिटेड माई ब्याचलर इन सिभिल इन्जिनियरिङ डिग्री। अनि मलाई चाहिँ युट्युब जर्नीमा अगाडि बढ्न मन लाग्यो। अलिअलि एक दुईवटा भिडियो त अगाडि पनि 4-5 वर्ष अगाडि अलिक सानै हुँदाखेरि यसो लयमा लागेर नि हालिएको थियो। सायद त्यो छ पनि होला, त्यहाँनिर पिकनिक प्रोग्रामदेखि लिएर एक दुईवटा एक्स्ट्रा भिडियोहरू बनाएको थिएँ, त्यो छ पनि त्यहाँनिर। अनि अब चाहिँ अलिकति सिस्टमेटिक तरिकाले अगाडि बढौँ भनेर चाहिँ सोचेको छु। अब आगामी दिनमा के सिक्दै जान्छु है, म त्यो सबै तपाईँहरूलाई पनि भन्दै जान्छु। अलिकति साथ सहयोगको अपेक्षा पनि गरेको छु सबैबाट। आजलाई यति नै भने धन्यवाद। हिमालयन इन्जिनियर च्यानललाई चाहिँ माया गरिदिँदै जानु होला।